यो हो झापा जिल्ला अनि यो हो झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर 5 अर्थात् ओलीको क्षेत्र। यहाँभित्र दमक नगरपालिकाका सबै 10वटा वडाहरू, कमल गाउँपालिकाका 7वटा वडाहरू सबै, गौरादह नगरपालिकाको 1 देखि 8 सम्मका वडाहरू अनि गौरीगञ्ज नगरपालिकाको 3 देखि 6 सम्मका वडाहरू पर्छन्। अर्थात् शहरी क्षेत्रदेखि गाउँसम्म, पहाडेदेखि आदिवासीसम्म सबैको जनसङ्ख्या भएको मिश्रित क्षेत्र हो यो। अब सबैभन्दा पहिला यो क्षेत्रको 2079 सालको प्रतिनिधि सभा निर्वाचनको परिणाम कस्तो थियो त्यो हेरौँ आउनुहोस्। प्रत्यक्ष अर्थात् पहिलो हुनेले जित्ने निर्वाचनतर्फ एमालेका केपी ओलीको 52,319 मत, उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका खगेन्द्र अधिकारीको 23,743 मत, अर्थात् आधा भन्दा पनि कम। अझ भन्ने हो भने यहाँभन्दा तल भएका सबै दलहरूलाई एक साइडमा लगाउने हो र केपी ओलीलाई एक ठाउँमा राख्ने हो भने अझै पनि केपी ओलीले ल्याएको मतले नै जित्छ, उनकै भोट बढी छ। सिधा सिधी हेर्दाखेरि एकातिर केपी ओली, अरूतिर बाँकी सबै गर्दाखेरि नि केपी ओलीलाई कसैले पछार्न नसक्ने देखिन्छ त्यो ठाउँमा। तर एकछिन पक्नुहोस्, राजनीति हो यो, बाहिर जे देखिन्छ भित्र त्यस्तो हुँदैन। यो भिडियोमा पनि मैले बताएको छु, हेर्नु भएको होला, सायद हेर्नु भएको छैन भने लिङ्क तल राखिदिन्छु। राजनीतिमा त्यसमा पनि भोट र कुर्सीको लागि मात्रै गरिने राजनीतिमा बाहिर जे देखिन्छ भित्र त्यस्तो हुँदैन। बाहिर झेल अनि भित्र खेल हुन्छ, बुझ्नु भएन? त्यो बुझ्नको लागि यो रिजल्ट एकपल्ट निहालेर हेर्नुहोस्। देख्नुभयो केही लोचा अर्थात् अड यो रेकर्डमा? देख्नु भएन? त्यत्तिकै कहाँ देखिन्छ र? आउनुहोस् म देखाउँछु। पहिलो कुरा, यो पेजमा र यो क्षेत्रको निर्वाचनमा तेस्रो र चौथो ठुलो शक्ति भनिएको राप्रपाको हलो र माओवादीको हँसियो हथौडा खै कहाँ गयो? के ती पार्टीहरू र तिनका मतदाताहरू त्यो ठाउँमा छँदै छैनन्, हुँदै नभएका हुन् त? होइन, त्यो क्षेत्रमा ती शक्तिहरू तेस्रो र चौथो दल थिए त्यो बेलामा, यो जति बेला निर्वाचन हुँदै थियो। अनि कहाँ गयो त तिनको भोट? तिनको चुनाव चिन्ह यहाँबाट गायब किन भयो? त्यो बुझ्नको लागि यो रिजल्ट होइन, त्यही क्षेत्रको अर्को रिजल्ट अर्थात् समानुपातिकमा आएको रिजल्ट हेर्नुपर्ने हुन्छ। आउनुहोस् त्यो हेरौँ एकपटक। अब यहाँनिर हेर्नुहोस्, एमालेको 53,319 मत त स्वाट्टै घटेर एकैचोटि 35,872 मा झरेछ। अनि ओहो, त्यहाँ त माओवादी पनि रहेछ, उसको पनि 8,680 भोट आएको रहेछ त्यो बेलामा। अरे वाह, त्यहाँ त राप्रपा पनि रहेछ त, त्यहाँ उसले त्यो बेलामा 7,370 भोट ल्याएको रहेछ। अर्थात् ती दुईटा पार्टीको हजारौंको संख्यामा त्यहाँनिर मतदाताहरू रहेछन्। अनि तिनको भोट प्रत्यक्षमा चाहिँ किन देखिएन? भोट मात्रै होइन, चुनाव चिन्ह नै किन गायब भयो त? उम्मेदवार किन नउठाएको? त्यो बुझ्नको लागि समानुपातिकमा एमालेले ल्याएको यो मतमा माओवादीले ल्याएको यो मत र राप्रपाले ल्याएको यो मत जोड्नुहोस् एकपटक। केही याद गर्नुभयो? कस्तो ठ्याक्कै मिलेको? ओलीले प्रत्यक्षमा ल्याएको मत जति हुन्छ यी दुईटा मतहरू जोड्दाखेरि लगभग अङ्क ठ्याक्कै मिल्छ। कसरी होला? त्यो कसरीको जवाफ चाहिँ यहाँनिर छ, हेर्नुहोस्। एमाले, राप्रपा र माओवादीको बीचमा यो क्षेत्रमा ठगबन्धन, राजनीतिको लागि गठबन्धन, कुर्सीको लागि जनता ठग्ने ठगबन्धन। हामीलाई जसरी पनि कुर्सी चाहिएको, मलाई यो क्षेत्रमा सघाऊ, म तिमीलाई त्यो क्षेत्रमा